भारतीय सेनामा गोर्खाहरूको भर्ती कसरी सुरु भयो भनेर बुझ्नको लागि चाहिँ हामी अलिकति नेपाल र अङ्ग्रेजहरूको पहिलो र आखिरी युद्ध जो कि 1814 लिएर 1814 अक्टोबरदेखि लिएर 1816 मार्चमा खतम भएको थियो। त्यो पहिलो युद्ध थियो अनि आखिरी युद्ध थियो। त्यहाँबाट त्यसलाई बुझ्नुपर्छ। अब यसमा पनि अब लडाइँ कसरी सुरु भयो भन्दाखेरि अब अलिकति गहिरै जानु पर्यो है। ठिक होइन जाउँ न सर। अन्त के भयो भनेदेखिलाई यो ब्रिटिस इन्डिया कम्पनी र नेपालको बिचमा चाहिँ जमिन जग्गाको बारेमा पहिल्यैदेखि नै यिनीहरूसँग खतपत भइरहेको थियो सुन है। अनि त्यसमा पनि जो बुटवल र शिवराज जो गोरखपुरदेखि लगभग 120-25 किलोमिटर अगाडि छ नर्थपट्टि, त्यो दुईवटा जग्गामा चाहिँ धेरै पेचिदा थियो। अच्छा त्यसो हुँदा किन भन्दाखेरि चाहिँ त्यो पाल्पाको राजा पृथ्वीपाल सिंह र उसको जो प्रतिनिधि थियो तिवारी, यो दुईजनालाई चाहिँ 10 वर्ष अगाडिदेखि नै चाहिँ अङ्ग्रेजहरूलाई बुटवल र शिवराजको कर चाहिँ तिरिबस्दा रहेछ क्या। तिरिबस्दाखेरि चाहिँ अब नेपालको मान्छे नेपालका पाल्पाका राजाले तिर्दैछ है कसलाई? अङ्ग्रेजलाई। अन्त अङ्ग्रेजहरूले त झन् पायो उनीहरूले त यो त हामीले त कर लिँदैछौँ 10 वर्ष भयो तिमीहरूको पाल्पाका राजाले दिँदैछ त अन्त हाम्रो जमिन हो छोड दियो भनेर भनिबस्दो रहेछ। अनि साह्रै नहुँदाखेरि चाहिँ नेपालले उसको प्रतिनिधिहरू गोरखपुरमा पठाएछ। त्यहाँनिर अङ्ग्रेज अफिसर क्याप्टेन पेरिस ब्याङ्क भन्ने थियो रहेछ। अनि उसलाई गएर हामीलाई यस्तो त्यो जग्गा त तपाईँहरूको होइन, यो त अब छोड्नुपर्छ यो भन्दाखेरि चाहिँ त्यो जग्गा तिमीले छोड्छस् भने छोडिहाल, नभएदेखिलाई चाहिँ लडाइँ गर्नु तयारी बस भाइ हो भनेर उल्टा धम्काएर पठाइदिएछ अङ्ग्रेजहरूले। धम्काएर पठाउँदा चाहिँ अब बुढा काजी अमरसिंह थापा जनरल नेपाल आर्मी गए। यो मान्छे आहा यो त भएन, पारा बिग्रियो यो त, यो अङ्ग्रेजहरूले त न्यु खोजेको रहेछ अब है। अब के गर्ने त भन्दाखेरि चाहिँ अब त्यहाँ अलिकति मूर्ख खालको मान्छेहरू पनि थियो रहेछ। अन्त उनीहरूले चाहिँ के गरेछ त्यो बुटवलमा गएर चाहिँ त्यहाँबाट अङ्ग्रेजहरूले के गरेछ भनेदेखिलाई चाहिँ यो चाहिँ बुटवल र शिवराज चाहिँ हाम्रै हो भनेर बुटवल र शिवराजमा 3वटा थाना बनाइदिएछ अङ्ग्रेजहरूले, बुझ्यो त? 3वटा थाना बनाइदियो। 3वटा थाना पेलिसकेको हाम्रै हो, अब हेकुलाले मिचौँ भनेर नि बसेको। अन्त त्यसो हुँदाखेरि चाहिँ अरे भएन भनेर हाम्रो त हमेसा उयोहरू चाहिँ जोखाना हेर्छ नि, हाम्रो पण्डितजीले जोखाना हेराएर चाहिँ लो बुधबारको दिन शुक्रबारको दिन यति बजेर यति मिनट त हान्नु भनेर पण्डितजीले भनेपछि चाहिँ गएर हानेर चाहिँ बाङमुङ पारेर 17जना हिन्दुस्तानी पुलिसहरू मारिदियो ब्रिटिसको। ब्रिटिसको अब त्यहाँ त पुलिस हिन्दुस्तानी थियो नि। ब्रिटिस त कतिजना थियो र 1000जना थियो होला कमान्ड पो, उनीहरूले 50 करोडलाई गरिरहेको थियो त हो। मान्छे त सबै काम गर्ने त हिन्दुस्तानी थियो नि त। अन्त त्यहाँनिर जो पुलिसको कन्स्टेबलहरू थियो 17जनालाई चाहिँ मारिदिएछ। मारिसकेपछि चाहिँ अब कन्फर्म भयो अब ब्रिटिस र नेपालको लडाइँ हुने भयो। लडाइँको सुरुवात चाहिँ त्यसरी भएको, मैले त्यसले गर्दा भन्नु चाहिँ होइन ठिक छ। अन्त सुरु भएपछि चाहिँ त्यहाँबाट अङ्ग्रेज अब क्लियर भयो। अब यो त न्यु पाइहाल्यो, हाम्रो 17जना मान्छे मारिदियो, हाम्रो थाना 3टा थाना बाङमुङ पारिदियो, अब यिनीहरूलाई ठोक्नुपर्छ भनेर यिनीहरूको जो भाइसराय थियो कलकत्तामा बस्थ्यो, के नाम बिर्सेँ मैले, उसकोबाट पर्मिसन लिएर चाहिँ अङ्ग्रेजहरूले चाहिँ नेपाललाई काठमाडौँलाई क्याप्चर गर्नुको लागि चाहिँ 6 फ्रन्ट एट्याक, मतलब 6 दिशाबाट। कहाँदेखि कहाँसम्म हुन त? सतलज नदीदेखि लिएर टिस्टासम्म। अब सतलज नदीलाई चाहिँ त्यसलाई चाहिँ 17 रुट भन्थ्यो रहेछ है, टिस्टालाई कनक नदी भन्थ्यो। टिस्टालाई कनक, यता 17 रुटदेखि लिएर कनक नदीसम्म त्यहाँसम्म उनीहरूले प्लान गर्यो। प्लान गर्दाखेरि चाहिँ अब जो गढवाल देहरादुन क्षेत्रको थियो, देहरादुन देहरादुनलाई चाहिँ खुरबुरा भन्थ्यो। खुरबुरा यो नयाँ सुनिरहेको थियो खुरबुरा। यो मोहन मैनालीको किताबमा छ यो सबै। यो सबै मैले त्यहीँबाट हेरेको कि। अनि यो देहरादुन क्षेत्र खुरबुराको जो ओभरअल कमान्डर चाहिँ नेपाली कमान्डर चाहिँ बखतवार सिंह थियो। अनि अङ्ग्रेजको ओभरअल कमान्डर चाहिँ जनरल
रोलेक्स जेलेस्पी, अच्छा रोलो जेलेस्पी, रोलो जेलेस्पी हो। अच्छा, रोलो जेलेस्पी मरेपछि त्यसलाई मारिदियो गोर्खाहरूले। मारेपछि चाहिँ मार्टिनडेल, मेजर जनरल मार्टिनडेल उसले टेक ओभर गरेको थियो। तर पोस्ट कमान्डर जो नालापानीको लडाइँ भन्छ, खलङ्गाको लडाइँ पनि भन्छ, त्यसको पोस्ट कमान्डर चाहिँ बलभद्र कुँवर थियो। बलभद्र कुँवर हाम्रो अब थुप्रै थियो त्यसमा। तर हाम्रोले चाहिँ भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा यिनीहरूको मात्रै नाम थियो। त्यो थुप्रै थियो। रणजोर सिंह थियो, दुनियाँभरको थियो। भीमसेन थापा थियो माथि, होइन, त्यो थुप्रै थियो। तर अब त्यसरी यहाँ अब टिस्टादेखि यता सतलजदेखि लिएर टिस्टासम्म त्यसो गर्दाखेरि चाहिँ मेन चाहिँ अब त्यो मसुर लडाइँ चाहिँ कहाँको छ भनेदेखिलाई नेपाल र अङ्ग्रेजको लडाइँ, एउटा खलङ्गाको लडाइँ, नालापानीको युद्ध र एउटा मलाउको युद्ध। मलाउको युद्धलाई चाहिँ वाटरलू पनि भन्छ। अनि पलासी, ब्याटल अफ पलासी, पलासीको युद्ध पनि भन्छ, जसले जस्तै हाम्रो चेन्ज गरे नि, हाम्रो यो प्रिन्सली स्टेटहरूबाट इस्ट इन्डिया कम्पनी लग्यो। त्यस्तै प्रकारले मलाउको युद्धपछि चाहिँ उयो भयो, त्यसलाई के भन्छ वाटरलू या ब्याटल अफ पलासीसँग दाँजो गरिँदो रहेछ क्या। अब खलङ्गामा नालापानीमा बलभद्र कमान्डर, उसको अब लड्ने मान्छे हेर 600जना कुल मान्छे 600। हजुर 600मा पनि 200जना चाहिँ गढवाली र कुमाउनी, किनभने उताबाट गढवालले कुमाउनी पहिला जितेको थियो नि त नेपालले, होइन, गढवाल कुमाउडले जितेको थियो र भर्ती गरेको थियो लड्नुको लागि गोर्खा सेनामा। 200जना गढवालले कुमाउनी, 200जना आइमी केटाकेटीहरू। अनि विश्वकै पहिलो लडाइँ भन्छ जहाँनिर आइमीहरू लडाइँ लडेको, यो खलङ्गाको लडाइँ ऐतिहासिक पहिला भन्छ। संसारमा कुनै यस्तो उदाहरण छैन। नर्सहरू थियो तर आइमीहरू लडाइँमा यसरी परोक्ष रूपले हिस्सा लिएको चाहिँ कहीँ थिएन, प्रत्यक्ष रूपले होइन। अनि खास लडाइँ लड्ने चाहिँ 200जना मात्रै मुस्लिमलेहरू, पक्का गोर्खालीहरू चाहिँ लडाइँ लड्ने अब ताकत भएको मरदहरू चाहिँ 200जना मात्रै, टोटल 600जना। अब अङ्ग्रेजको हेर, अङ्ग्रेजको 3500 प्लस, 3500 प्लस उनीहरूकोमा होइटजर, आर्टिलरी गन, घोडा गाडी सबै उनीहरूकोमा प्रिपेयर्ड, बन्दुक पुरा। हाम्रो हतियार के हो? एडभान्स नि हो उनीहरु त्यो बेला त धेरै एडभान्स। अब हाम्रो हतियार के भन न, घुयत्रो, भाला, क्याटिस, ढुङ्गा थुपारेर लेडी आइमीहरूले, महिलाहरूले पुरा ढुङ्गा थुपारेर यसरी राखेको त्यहाँनिर। माथिबाट आउँछ माथि ढुङ्गा पुरा किल्ला। तिमी त गएको छौ नि होला त्यहाँनिर, हामी त पुगेको त्यहाँनिर, त्यो देहरादुन अब माथि छ कि त्यस्तो वरिपरि बारेको छ। अब त छैन, केही पनि छैन, ढुङ्गासुङ्गा पर बारेर एउटा मात्रै नाली, अन्त पानीको मुहानबाट पानी कुलो काटेर पानीभित्र हालेको, त्यो किल्लाभित्रै हो। अनि त्यो जग्गा जग्गामा दुलो पारेर त्यसै गरेर राखेको, त्यसरी गरेको लडाइँ। ठुलो भीषण लडाइँ भयो हो। अब यो लडाइँ चाहिँ हारेको होइन है, मान्छेले भन्छ नि खलङ्गाको लडाइँ हारेको होइन। जब अङ्ग्रेजहरूले के गर्यो भनेदेखिलाई उसको रासन पानी आउने बाटो बन्द गरिदियो, पानीको नाला मुहान जो थियो त्यो कटअप गरिदियो। पानी छैन, मान्छे प्याक भित्र लागेको घैँटोहरू त्यो फुटेर केही छैन, होइन, बिजोग भयो। नानीहरू दुध चुस्दै गरेर बहुत बिदारक छ। त्यसको बारेमा मैले एउटा पनि 2 घन्टाको प्रोग्राम देख्थेँ कि। त्यो चिजहरू छ। अन्त त्यस्तो हुँदाखेरि चाहिँ बलभद्रले चाहिँ 17जना बचेको मान्छे लगेर चाहिँ ऊ अन्त्यतिर लाग्यो। अनि त्यहाँ चाहिँ लास्टमा चाहिँ अङ्ग्रेजहरू चाहिँ त्यो एबान्डन पोस्टमा छोडिसकेको पोस्टमा मात्रै उसले कब्जा गरेको, लडाइँ खेलेर जितेको होइन नि। खाली ठाउँमा चाहिँ उनीहरूले कब्जा गर्यो। मरेको लासहरू थियो, घाइतेहरू थियो, होइन, बिजोग थियो त्यहाँनिर, त्यो थियो। अब यो लडाइँ चाहिँ मसुर किन छ भनेदेखिलाई चाहिँ यहाँबाट यो लडाइँमा एउटा तिमीलाई म एउटा सन्दर्भमा भन्छु। लडाइँ हुँदै थियो, भीषण लडाइँ। एउटा गोर्खाली सिपाही चाहिँ हात एउटै ढोका थियो त्यहाँनिर, एउटै ढोका थियो। त्यो अब मेन छिर्नु पऱ्यो भने अङ्ग्रेजहरू त्यो 2-3 पल्ट एटेम्प पनि गरेको। ढोकामा छिर्नु जाँदाखेरि त्यो बाँसको भाला र चुप्पी बनाएर आएको, गुवाँच घोच्यो पल्टाइदियो ओह्रालो, गुवाँचको घोच्यो त्यसो गरेको गोर्खालीहरूले। अब भित्र के गर्यो, पन्जी लगाएर पुरा खाल्डा खन्यो, पन्जी लगाए,
खुरुरु कुच्च गुवाममा तल खाल्डामा तल खप्प बस्छ खुकुरीले चट्ट चट्ट भन्ने त्यसो अर्ग्यानिक स्टाइल अर्ग्यानिक नै अब त्यो अब युद्ध गर्ने अर्ग्यानिक अब है अन्त हौ त्यसरी त्यो खलङ्गाको लडाइँ त्यसरी लडेको रहेछ होइन अनि त्यति बेला चाहिँ एउटा सिपाही चाहिँ यसो हात खडा गरेर यसो गरेर अन्त यता अङ्ग्रेजहरूले भन्यो ए रोक 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 फाइल रोक के गर्न यो के गर्नु बा सरेन्डर गर्नु आएको हो कि बा भनेर अब लाग्यो होला नि उनीहरूलाई होइन त्यसो गरेर आयो अरे अन्त के को लागि आएको हुन त मैले यहाँ होइन त्यहाँ पुट्नाङ्नु भएर चाहिँ तिमाको गोली लगाएर म त्यो तिमाकोमा दबाई पानी छ कि भनेर लगाउनु आएको भनेर अन्त ए भन्दा अन्त लगायो यसलाई लगाएर डक्टरले नर्सिङ एसिस्टेन्ट लगाएर दबाई ठिक 2-3 दिनमा ठिक भयो ठिक भन होइन हौ म त अब जानु पऱ्यो हुन कहाँ जान्छ अब म मेरो उसमा किल्लामा जानु पऱ्यो न किल्लामा गएर फेरि तिमीहरूसँग लडाइँ खेल्नु पऱ्यो भने छक्कै पऱ्यो अरे अङ्ग्रेजहरू मतलब सोझो प्रकारले अब गएर त अन्त म त नेपालको आर्मीको तिमीहरू त अङ्ग्रेज कुहिरेहरू हो तिमीहरूसँग त लडाइँ खेल्नु पऱ्यो नि त म जान्छु नि मेरो ठाउँमा जान्छु गएको म गयो त्यहाँबाट चाहिँ अङ्ग्रेजहरूलाई यो लडाइँबाट चाहिँ अरू पनि थुप्रै छ तर यो लडाइँबाट चाहिँ गोर्खाहरू चाहिँ कति लोयल हुन्छ कति सोझो हुन्छ कति इमान्दार हुन्छ कति डिसिप्लिन हुन्छ कति साहसी हुन्छ जस्तो अब हेर मैले भने कतिवटा तोप होइजर बन्दुक थियो कति एटेम्प गऱ्यो कति मारे र पनि त्यो घुँयत्रो ढुङ्गा बाँसको भाला खुकुरीको भरमा कति दिन लडेको अब एउटा कुरा सानो कुरा डर भन्ने त मान्छेको माइन्डमा हुन्छ नि त त्यो डर चाहिँ नभएको गोर्खाहरूमा डर चाहिँ अब एकपल्ट त्यो झोसी होमिसकेपछि चाहिँ त्यो कहाँ पुग्छ हामी भारतीय आर्मीमा को इतिहास मतलब गोर्खाहरूको इतिहासको कुरा गर्दै त्यो त्यहाँबाट अलिकति जोड्नु त्यो अलिकति छुट्यो कि त्यहाँ त्यो भयो त्यो सबै गरेपछि चाहिँ के भयो भनेदेखिलाई अङ्ग्रेजहरूले अठोट गर्यो यो गोर्खाहरूलाई चाहिँ हाम्रो सेनामा हाल्यो भने चाहिँ बहुत कामको मान्छे छैन लोयल छ साहसी छ है डिसिप्लिन छ सोझो छ सस्तो छ अब सस्तो पनि पायो सस्तो पाइगयो होइन मर्सिनेरिज हो अन्त तिनीहरूले त्यो अठोट गरिसकेको थियो अनि जस्तै 1816 मार्चमा सुगौली सन्धिको रेटिफिकेसन भयो त अङ्ग्रेजहरूले फर्स्ट गोर्खा बटालियन खडा गर्यो अप्रिल 1816 पहिलो बटालियन खडा गर्यो त्यसलाई सिरमोर बटालियन भन्छ कि देहरादुनको सिरमोर भन्ने ठाउँमा अप्रिल 1816 बनाएको है 1816 पहिला बटालियन तर त्यसलाई बादमा त्यो 1 GR बनायो त्यसको बादमा त्यसको सँगसँगै दोस्रा सेकेन्ड GR बनियो सबातुमा त्यसलाई चाहिँ नासिरी पल्टन भन्छ तीसरा पल्टन बनायो अलमोडामा कुमाउनीहरू लिएर सुरुमा त्यसको नाम चाहिँ कुमाउ रेजिमेन्ट राखेको थियो तर त्यसलाई पछि 3rd GR बनायो हो अब यहाँ अरे 1 GR के अरे 1 GR भयो तिम्रो नासिरी 2 GR भयो सिरमोर 3rd GR भयो कुमाउबाट बनिएको त्यहाँबाट 4 GR बनियो तिम्रो 1857 अच्छा त्यो यो सिपाही म्युटिनीको हुँदै थियो त्यतिबेला बनाएको अनि 5 GR चाहिँ 1858 बनेको रहेछ ओके अनि 6 र 9 GR चाहिँ 1817 बनेको बनिनु त्यति बेला बन्यो तर बादमा पक्का 9 GR 6 GR भने चाहिँ कसैले 1903 मा कसैले 1907 मा त्यो पाएको रहेछ के खडा चाहिँ भयो तर लास्टमा चाहिँ पक्का लो यो आजदेखि चाहिँ तिमी पक्का 9 GR भयो पक्का 6 GR भयो भनेर भन्ने चाहिँ त्यो अफिसियली अनि खडा चाहिँ त्यति बेलै भएको अरे 1857 मा 1858 मा 1817 मा बने अनि तिम्रो 7 GR खडा भएको रहेछ 1835 मा हेर हाम्रो इतिहास अनि 8 GR बनाएको रहेछ 1824 मा 11 GR बनेको पहिला जन्मेको 11 GR 1818 मा दोस्रो महायुद्धको अन्ततिर खडा गरेको रहेछ मान्छे नपुगेर होला गोर्खा रेजिमेन्टमा कम्ती भयो भनेर हैन तर पछि गएर फेरि त्यसलाई 1922 मा त्यसलाई डिसब्यान्ड गरिदियो
11 JR 1818 मा जन्मेको, हजुर 1922 मा 1822 मा त्यसलाई डिसब्यान गरिदियो, अब मान्छे बेसी भयो भनेर। त्यहाँदेखि दुबारा फेरि जनवरी 1948 मा दुबारा 11 JR जन्मेको हो। अच्छा